आज मैले मेरो परिवारभित्रकै एकजना सदस्यसँग कुरा गराउँदैछु तपाईँहरूलाई। उहाँ मेरो परिवारको सदस्य, फादर फिगर। मैले राजनीति जान्दै नजान्दाखेरि, म सानै हुँदाखेरि मलाई राजनीति सिकाउनु भएका मेरा गुरु। 35 सालदेखि माले हुँदै अहिलेसम्म पनि एमालेमा हुनुहुन्छ उहाँ। एमालेका कट्टर समर्थक फिजिकल्ली मेन्टल्ली मात्र होइन, पैसाले पनि उहाँले सहयोग गर्दै आउनुभएको छ, चन्दा दिनुभएको छ। उहाँ एकजना व्यापारी हुनुहुन्छ दमकको। अब अहिले झापा 5 को जुन चुनावी सरगर्मी छ त्यो बारेमा उहाँको के भनाइ छ, उहाँले कसलाई समर्थन गर्दै हुनुहुन्छ, किन समर्थन गर्दै हुनुहुन्छ, त्यो बारेमा मैले उहाँसँग गरेको एउटा कुराकानी हेर्नुहोस् यहाँनिर आजको यो भिडियोमा। हजुर सानुबा, अब छोरा र बाउ भएर एकपल्ट एकछिन गफ गर्नु त्यहाँको दमक झापा 5 को हालखबर के छ भनेर। अब मलाई खास गरी भन्यो भने राजनीति सिकाउने नै तपाईँ हामी सानो हुँदाखेरि त्यो चाहिँ 46 सालको आन्दोलन भर्खर चर्किँदै थियो। त्यो बेलामा चाहिँ तपाईँले सबै मेटेरियलहरू फुलस्केपहरू के किनिदिनुहुन्थ्यो। हामी तल बसेर देखिने ठाउँमा लेख्यो भने त आएर समातेर लगिहाल्थ्यो। माथि सिलिङमाथि दिनभरि बसेर हामी पम्पलेट लेख्थ्यौँ। रातभरि तपाईँ हामी सब भित्तामा टाँस्दै हिँड्थ्यौँ। पुलिसले खेदाउँथ्यो। एकपल्ट चाहिँ त्यो पर्खाल जम्प गरेर चाहिँ नागेर जाँदाखेरि खुट्टामा घाउ पनि लाग्यो। त्यस्तो बेलादेखि तपाईँ एमालेमा लाग्नुभएको, हामीलाई पनि सिकाउनु भएको तपाईँले। अस्ति तपाईँको चाहिँ फोटो बालेनसँग देखेँ। अहिले त्यो झापा 5 को स्पेसली दमकको हालखबर के छ? सधैँ अब 35 वर्षसम्म एउटै पार्टीलाई एउटै भनेर हिँडियो। त्यस पछाडि पञ्चायतलाई ढालियो होइन, पञ्चायत ढल्यो। त्यस पछाडि बहुदल आयो। अब हुँदै 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 घटनाक्रमहरू बढ्दै गयो नि त। त्यो इतिहास सबैलाई थाहा छ। अब पञ्चायत कालमा तैँले भनेको बेला चाहिँ त्यो हामी त्यति बेला बामे भन्थे क्या। बामे पञ्चहरूले बामे भन्थे, अराष्ट्रिय तत्त्व भन्थ्यो हामीहरूलाई त्यति बेला। यो अराष्ट्रिय तत्त्व। अनि पञ्चहरूले के भन्थे भने हामीहरूलाई, ए कान्छा तँ त यो बामेहरूसित कुद्दैछस्, यिनीहरू त अराष्ट्रिय तत्त्व हुन् नि, यिनीहरूले त देश बेच्छन् नि, होस् गर है कान्छा, तँ राम्रो मतीले त हिँडेको छैन, तँलाई थाहा छैन भन्थे। अहिलेको हिसाबले हेर्ने भने विदेशी एजेन्ट भन्ने रहेछन् त्यो बेलामा। अहिले लुसिफर भनेको जस्तो त्यस्तै रहेछ क्या। अहिले लुसिफर भनेको द्रोणाचार्य अनि केशव कुमार बुढाथोकीहरू घर र घैला भन्दै हामीले त्यो भित्ताभरि पम्पलेट छाप्दै लेख्दै हिँडेको। त्यसरी माहौल ल्याइयो। त्यसरी माले थियो त्यति बेला, माले हुँदै एमाले भयो होइन। अनि हामी पनि कुद्थ्यौँ। सबैका यहाँ गाउँ टोलबाट के भन्छन् कसो भन्छन् त्यस्तो सुनवाई हुन्थ्यो। अब अहिले चाहिँ अब अहिलेको कुरा गर्दा त्यो छैन, त्यो सबै खत्तम भयो। एकजना नेताले जे भन्यो त्यसैका पछि कुद्नुपर्ने भयो अहिले, बुझिनस्। अनि अहिले त्यसैका पछि कुद्नुपर्ने भयो। यस्तो स्थिति आइसक्यो। पार्टीमा पनि एकजनाले जे बोल्यो त्यही, अरूले बोल्यो कि भीम रावल बनाइदिन्छ, घनश्याम भुषाल बनाइदिइहाल्ने।